बाबु कति कुदेको अहिले गाडीले हान्ला नि छैन नानु काग देख्यो भने मलाई भन्नु है हुन्छ हेर त काग आएछ याहु काग काग हजुरलाई खाना ल्याइदिएको औँसीको रातमा यो शुभ चाडमा देउसीले खेल्दैछौँ झिली रमिली दीपक जलाई देउसीले खेल्दैछौँ साँझको बेला हजुरहरूको आँगनमा यो रमाइलो चाडलाई देउसीले मनाउँदै विदेशमा बसेका बहिनी दाजुभाइको सम्झनामा यो रमाइलो चाडमा देउसीले मनाउँदै कस्तो टोलमा कुकुरै छैन त ओइ यसलाई लैजाउँ यसलाई ओइ पक्री केटा हो ओइ छोड दे मलाई छोड दे अब तँलाई माला लगाइदिन्छु अब के गर्नु कुकुरै छैन ओइ म कुकुर हैन मलाई माला नलागे नलान ओइ त्यहाँ साच्चीकै कुकुर छ त ओइ कुकुर आयो बातचिस त आज नत्र तँलाई माला लगाइदिन्थे अरे नेपाली भाई लोग हम नॉर्मल कुत्ता नहीं है हम निंजा डॉगी शिशु मानो है हमको माला मत लाइए अगर देना है तो हमको चॉकलेट और दीजिए प्लीज ओहो निवा हैन हो त ल चिनेन मलाई क्लास 2 देखि सँगै पढेको हैन सनुप तिमी नै हैन क्लास 2 मा दुईचोटी फेल भएको फेल भएको त भन्न मिल्दैन अनि कहिले आयौ त गाउँमा अस्तिको दिन आएको कति ठुली भइसकेछौ त बच्चामा त यत्रो फिस्ती देख्थे तिमी पनि टक्लु भएछौ बच्चामा त कपाल देखेको थिए टक्लु चाहिँ नभन न साथीहरूले मलाई मायाले जनी जनी यस पापा भन्छ के बरु तिमी पनि मलाई मायाले जनी भन्देऊ न हो र जोनी दाजु ओहो दाजु चाहिँ नभनेको भए हुन्थ्यो तिमीले दाजु भन्दा त मुटु नै चसक्क दुख्दो रहेछ नौटङ्की साला धेरै घाँस खानु धेरै मिल्क दिनु अनि ज्ञानी हुनु ल आई लभ यु काउ तिमी चाहिँ डान्स नगर्ने डान्स नै गर्न आउँदैन म छु त म सिकाइदिइहाल्छु नि यो गाउँको माइकल ज्याक्सन भन्छ के मलाई हो र हो नि हेर्न मिल्छ त हाम्रो टक्लु माइकल ज्याक्सनको डान्स डान्स मात्र तिम्रो लागि त यो ज्यानै हाजिर छ नि यो आउ आउ यो ओ माय गॉड तिमी त कति फनी यार दामी डान्स गरेकी के हो मैले बनमने भाइ हो देउसी रे हे राम्ररी भन्न देउसी एसिम खाना देउसी रे चनामाथि खानाको देउसी रे आकुम पाकुम देउसी रे सेलमेटी चाहुन देउसी रे मलाई आएन देउसी रे अडेन आएन तिमी त अझै चेन्ज भएको रहेन रहेछौ बच्चामा पनि कति जोक गर्थ्यौ जोकको त भण्डार हो नि म तिमीले अभाइलेबल वाला जोक खाने थियौ नि तिमीलाई अझै याद छ त्यो भइहाल्छ नि ए भाइ लेबल दाइ बोल्दै छैन
कहाँदेखि ल्याउने भैलिनी आइन् आगन बडारी कुडारी राखन हे औसीको दिन गाई तिहार भैलो हे औसीको दिन गाई तिहार भैलो राम्रा फुल टिपन हरियो गोबरले लिपन हे औसीको दिन गाई तिहार भैलो देवी देउराली भाकन लक्ष्मीको मूर्ति राखन हे औसीको दिन गाई तिहार भैलो ओइ मेरो नयाँ बन्दुक हेर मेरो नि नयाँ बन्दुक हो तेरो भन्दा मेरो खतरा बन्दुक हो क्या इस यहाँ हेर तेरो भन्दा मेरो खतरा हो ए मेरो जस्तो त रहेछ कलर मात्र फरक रहेछ तर मसँग धेरै पटेका छौ त्यही भएर म खतरा मसँग गमला बम छ त्यही भएर त भन्दा म खतरा तेरो गमला बमलाई त मेरो आलु बमले एकैछिनमा उडाइदिन्छ देखिस् को खतरा तेरो आलु बमलाई त मेरो रकेटले एकैछिनमा उडाइदिन्छ अब देखिस् को खतरा अब कहाँबाट किनिस् रकेट बम तल ठकुला पसलदेखि किनेको तिमीलाई त सब याद रहेछ त सुरुमा चाहिँ किन नचिनेको जस्तो गर्दिरा त अनि तिमीसँग त बोल्नै मन थिएन मलाई किन नि त्यस्तो क्रस थियो कि के हो म के को क्रस हुनु नि तिमी त सबैभन्दा हेटेस्ट बोय थियौ होइन होला तिमीले त मलाई यति बुली गरेछौ नि पहिला हो र होइन होला काली हप्सी फिस्टी त्यही भन्दै हिँड्थ्यौ मलाई कलर ब्लाइन्ड छु कि म त्यही भएर के बोले होला मनमा चाहिँ नलिउ न सरी भन अब सरी उठबस पनि गरिदियो कि अब भोबो पर्दैन बरु भोलि भाइ टिका छ टिका लगाउनु आऊ मेरोमा नो 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 कदापि हुन सक्दैन इम्पोसिबल असम्भव मानु पाथी भरेरै लक्ष्मीको पूजा गरेरै हे औसीको दिन गाई तिहार भैलो कर कति सुहाउने रोटी पकाउ घुमाउने हे औसीको दिन गाई तिहार भैलो घरै माथि जिस्कन घर बेटी आमै निस्कन हे औसीको दिन गाई तिहार भैलो Uncle. Sorry, uncle. I need you too. पाँच वर्षपछि बल्ल बल्ल टिका लाउन पाएँ मैले तँलाई कति मिस गरेँ कालु तैँले मलाई मिस गरिस् कि मैले ल्याइदिने गिफ्टलाई मिस गरिस् के नै दिने हो र तैँले त्यही 5-10 रुपियाँ त दिने होला नि त्यो पनि मम्मीसँग मागेको 5-10 रुपियाँ दिने दिन गयो दिदी तेरो भाइले आजकल डलर कमाउँछ डलर यसपालि त म तँलाई $500 दिन्छु 500 $500 रे के सुन्दैछु म यो कानले आमा साँच्चीकै पो लिएर आएछ मेरो प्यारो कालुले थ्याङ्क यू मस्का नमार धेरै डुप्लिकेट त होइन नि राम्रोसँग हेर त्यहाँ डलर हो कि डलर तैँले आजसम्म देखेको पनि हुनु पर्यो नि भयो भयो हामी पनि चिन्छौँ डलर म निस्किन्छु है त बुवा आमा केही पर्यो भने फोन गर्नु है त ल Yes, we did it. Yeah, we're gonna be rich. बाबु कति कुदेको अहिले गाडीले हान्ला नि ओए त के गरिया म पास्टमा जान आँटेको पौलाइस् त मम ड्याडको एक्सिडेन्ट मैले गर्दा भएको थियो यदि म त्यो दिन नदौडेको भए पास्टमा गएर पास्ट चेन्ज गर्न त्यस्तो इजी छैन केही न केही त कन्सिक्वेन्सेस हुन्छ मामु बाबाको लागि म कोसिस गर्छु इफ तैँले पास्ट चेन्ज गरिस् भने त्यो त अर्कै रियालिटीमा जान्छ जुन हाम्रो भन्दा टोटली डिफ्रेन्ट ब्रान्च अफ टाइमलाइन हुन्छ सरी आई हेभ टु ट्राई
तेरो बाउले कहिले डलर देखेको हुनु पर्यो नि गला हल्ला गर्छ तेरो बाउ र मेरो बाउ एउटै हो भाइ तँलाई त टिपेर लिएर आएको डस्टबिनबाट अनि मलाई अस्ट्रेलिया त्यहीबाट त पठाएको हो त त्यहीँ पछाडि थिइस् मैले म एक्लै जान्न मेरो भाइ पनि चाहिन्छ भनेर ल्याएको भो मैले कसरी तँलाई मामी भयो भाग चुप दिस इज आशिष हैन यसै घरमा फेरि यसैमा घरको परेवा पन्छी उड्दमा खेरी आकाशै ढाकुन बस्दामा खेरी संसारै ढाकुन यसैमा घरको लक्ष्मीले बासै गरुन् बासै गरुन् बासै गरुन्